मर्निङ अनि छ्याजिलो वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई स्वागत गर्दै आज चाहिँ म चाहिँ सिलगढी तर्फ लाग्दैछु साथीहरु हो। यति दामी भएको छ आजको दिन चाहिँ। तपाईहरुलाई देखाउनु पर्दाखेरि चाहिँ दामी घाम लागिरहेको छ। अन्त चाहिँ हामी दुईजना चाहिँ जान्दैछ। रन्दल चाहिँ मलाई सिङतामसम्म पुर्याइदिन्छ, त्यहाँदेखि चाहिँ म चाहिँ एक्लै जान्छु आज सिलगढी है हौ कि होइन। उसलाई जाउँ भनेको मान्दै मानेन, साइडमा काम छ अरे हो, बिजी अरे ड्युटी उसको। अन्त चाहिँ म चाहिँ एक्लै जाने बेला भयो। आज चाहिँ सुमित्रा आउँदैछ नि त, हाम्रो बहिनी कान्छी नन्द। अन्त चाहिँ ल्याउनु गएको। म चाहिँ ममता दिदीहरू चाहिँ हिजै गएको छ हो। म चाहिँ आज जान्दैछु। अहिले तपाईहरुलाई बाटोमा भेट्छु साथीहरु। बाइ बाइ। अहिले भने चाहिँ म सिलगढी आइपुगिसकेको छु। सिलगढीको नजारा हेर्न सक्नुहुन्छ। यो चाहिँ 2 माइल चेकपोस्ट हो। म चाहिँ यहीँ ओर्ली अब एकछिनमा मार्केट जानुपर्ने छ। इजुको रुम गयो अरे। इजु आउँदैछ अरे। म भएकोमा कता हो कता आएकै छैन, आइपुगेकै छैन हो। सिलगढी त गरम रहेछ हौ। भने चाहिँ आइपुगेर पनि इजुलाई भेटिसकेको छ। हाम्रो इजु त सिलगढी बसेर बोरेन गरेको भएछ। कस्तो गरम रहेछ है। हाम्रोतिर त जाडो न जाडो पो छ त। चिसो थियो। अब तिनदिनै चिसो हुन्छ नि त। हाम्रोतिर त पुरा चिसो। ल यहाँनिर कहाँ आइपुग्यो। किन यत्रो लामो बाटो लगेको अन्त सर्टकट जाँदा हुन्थ्यो त। जाम भएर आइसकेको छ। अन्त यहाँ मेरो दिदी पनि छ। टल्केर केही देखेन। यता हेर्नु त। ए लो हाई सुमित्रा, मेरो च्यानलमा तिमीलाई स्वागत छ। हामी चाहिँ यतिखेर भइसक्यो। हेलो हेर्नु नि, म त पुरा आँखा पोलेर भयो। के भयो ब्लगिङ हेर्नु नि साथीहरू। पोका पतेरो हेर्नुहोस्, यहाँनिर हात खाली छैन हो। मजा आयो है घुम्नु। ओ हामी त सिलगढीमै छ नि साथीहरू। वा भन्दै सिलगढी होइन ब्याक गरेको होइन, यस्तो गरेको फ्रन्ट गरेर पुरा आँखा पोल्यो। जैसा करना है आपका मर्जी से करो। हामी चाहिँ यता पस्नु पर्छ। हामी यहाँ रिलायन्समा आइपुग्यो अहिले। हामी चाहिँ यता आइपुगेको ए होइन है रिलायन्स। मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। ल है सबैजना ब्लगर हेलो हेलो, धन्यवाद तपाईको च्यानलमा हामीलाई ल्याइदिनु भएकोमा। हामी चाहिँ सिलगढीमा हङकङ मार्केटमा घुमिरहेको छ हैन। यहाँनेर ट्राफिक लागिरहेछ। हामी चाहिँ यहाँ बसिरहेको छ। एकछिन भयो, एकछिन नै गिर गया, सामान गिर गया। के भएर गिर गया? के भएर गिर्यो? ब्लग गर्दा गिर्यो। सामान अबि मेरो सामान झरे नि साथीहरु। धन्न इजाक थिएर टिपी दिने हो गाइसहरु। झन्डा बिजक भएको एकजना गाइसको चाहिँ। ल भाइ आज चाहिँ हामी साथीहरु सिलगढीमा अँधेरो भयो है आज त। रात पर्यो नि आज त। हेर्नुस् है अघि मार्केटमा चाहिँ भिडियो गर्नै सकेन, पुरा भिड थियो हैन। छिटाइदो भन्दैछ भने तिनीलाई चाहिँ रुममा छोडेर चाहिँ हामी अहिले यहाँनिर चाहिँ गरेको नि अलिकति सपिङहरु गर्नु छ।